सुनसरीमा जुन एउटा घटना भयो नि, एकजनाको मृत्यु भयो हैन, एकदम दुखद खबर छ। सोशल मिडियामा आएर मान्छेले विभिन्न किसिमका अभिव्यक्ति दिन्छ हैन, बिना कामको। कोही खुखरी देखाइरहेछ, कोही के गरिरहेछ हैन, यस्ता अभिव्यक्तिहरू दिन्छ। सांसदहरूले धर्म युद्ध गराउने कुरा गर्छ हैन, यस्ता कुरा गर्छ जसले गर्दाखेरि युद्ध हुन सक्छ, जातीय द्वन्द्व हुन सक्छ, कसैको चरित्र हत्या हुन्छ। यस्ता कामहरू नेपालमा अहिले भइरहेछ। म के भन्न चाहन्छु नेपाल सरकारसँग, तपाईको कन्ट्रोल सोशल मिडियामाथि किन छैन? तपाईको कन्ट्रोल किन छैन? तपाईले कहिले संशोधन गर्ने संविधान यो सोशल मिडियाको लागि विशेष गरी? यदि बिना परमिसन कसैले कसैको भिडियो हाल्यो भने त्यसको लागि छुट्टै फाइन 10 लाख 15 लाख। जुन मान्छेले जाति द्वन्द्व गराउन खोजिरहेछ त्यस्ता मान्छेहरूमाथि 10 लाख 20 लाख जरिवाना र साथै जेल कहिले गर्ने के? जबसम्म नियम टाइट हुँदैन, सिस्टम टाइट हुँदैन, यस्ता जुन व्यक्तिहरू छ जुन सोशल मिडियामा आएर धर्म युद्ध गराउन खोजिरहेछ हैन, जातीय द्वन्द्व गराउन खोजिरहेछ, यिनीहरूलाई कन्ट्रोल तपाईले कसरी गर्ने? नेपाल सरकारको कन्ट्रोल सोशल मिडियामा हुनु पर्यो, किन छैन? सोशल मिडियाको लागि तपाईले छुट्टै नियमको व्यवस्था गर्नु पर्यो, त्यो पनि काडा। यो सानोतिनो नियमले चल्दैन, 2000-5000 ले चल्दैन। कसैले कसैको आएर चरित्र हत्या गरेको छ, के सजाय छ? त्यस्ताहरूलाई 20-25 लाख सजाय हुनु पर्यो र 20 वर्ष जेल हुनु पर्यो, अनि मात्र सुध्रिन्छ, अनि मात्र देश बन्छ, नत्र बन्दैन। मान्छे आउँछ सोशल मिडियामा विभिन्न किसिमका कुरा गरिदिन्छ र त्यसपछि युद्ध हुन्छ हैन, लडाई हुन्छ, त्यसपछि मान्छे मर्छ। त्यही भएर सोशल मिडियालाई कन्ट्रोल नेपाल सरकारले गर्नु पर्यो, नियम लगाउनु पर्यो छिट्टो। नियम संशोधन गरेर हुन्छ, कसरी हुन्छ छिट्टो गर्नुस्। तपाईले कहिले गर्ने? नत्र सकिन्छ। तपाई याद गर्नुस्, छिट्टो भन्दा छिट्टो सोशल मिडियामा आफ्नो लगाम लगाउनुस् के? सरकारको लगाम हुनु पर्यो। कसैले कसैको बारेमा गल्ती कुरा गर्यो भने, कसैले सामाजिकमा द्वन्द्व गराउन खोज्यो भने, धार्मिक युद्ध गराउन खोज्यो भने तिनीहरूलाई तुरन्त कारबाही हुनुपर्छ। त्यस्तो तपाईले छिट्टो संशोधन गर्नु पर्यो नि, नत्र बर्बाद हुन्छ। याद राख्नुस्। जय नेपाल मित्र।